यही रहेछ होइन त। अहिलेको भुटानी बन्धु नामक रेलेर र्याले मिलेर बनेको खड्ग प्रसाद ओली नेतृत्वको सरकारको सुशासन, विशेष गरेर कृत्य प्रसाद ओलीको सुशासन यही रहेछ होइन त। कांग्रेस र एमालेका नेता कार्यकर्ताहरूलाई कानुन नलाग्ने यही रहेछ होइन। 6 महिना कैद सजाय तोकिएका व्यक्तिलाई अहिलेसम्म पक्राउ पनि गरिएको रहन्छ एमालेका सभासदलाई। हेर्नुहोस् अब बस यहाँ कानुन भनेको तपाईँ हामीलाई लाग्ने रहेछ, नयाँ आएका दलका नेताहरूलाई, रवि लामिछानेलाई, बस सर्वसाधारणलाई कानुन लाग्ने रहेछ। कांग्रेस र एमालेको झोला बोकेका तिनका नेता कार्यकर्ता भालाका टट्टु झोले झ्याम्टेहरूलाई कानुन नलाग्ने रहेछ। अब जनताले यो कुरो बुझ्नु जरुरी छ। जनताले जनविद्रोह गर्न जरुरी छ, गाउँमाबाट लखेट्न पनि जरुरी छ, सोच परिवर्तन र मत परिवर्तन गर्न जरुरी छ। जबसम्म यो कांग्रेस र एमालेका टट्टुहरू रहन्छन्, यी भ्रष्ट दलालहरू, अपराधी षड्यन्त्रकारीहरू, ठगहरू रहन्छन् नि, तबसम्म यो देश बन्दैन, विकास र समृद्धिको परिकल्पना गर्न सकिन्न। यिनीहरूको सुशासन भाँडोमा जाओस्। कांग्रेस एमालेका यी कृत्यौली जस्ता अपराधी टुक्के, मृगौला फेल, तोते लखेप्रो देउबा जस्ता, त्यो आर्जुना जस्ता भ्रष्ट, यिनीहरू बाख्राकाली जस्ता फटाहा, घडी चोर जस्ता फटाहरूलाई नलखेटेसम्म यो देश बन्दैन। बस अब पनि नबुझे कहिले बुझ्ने, अब पनि नबुझे कहिले बुझ्ने। कुलमान लखेटेका छन्, रवि लामिछानेलाई जेलमा पुर्याइएको छ, बालेलाई लखेटिँदैछ, अन्य युवा नेताहरूलाई लखेटिँदैछ। देश र जनताको भुद्धभङ केही गरेकै छैन। अनि पनि सुशासनका कुरा गर्दै हिँडेका छन्। यो देश डुबाएको गरिब बनाएको राजाले भन्दै हिँड्ने कृत्य ओली जस्ता अपराधीलाई जहाँ भनिन्छ त्यहाँ जुत्ताले हानेर नलखेटे देश बन्दैन। बस यही हो कृत्य ओलीको सुशासन देखियो। लास शरम पछेका काहीँका लवस्ता र भुसुडीहरूको देखिसक्यो सुशासन नागाहरूको। बस योभन्दा के भन्ने र अब कति गाली गरेर यिनीहरूलाई जनतै खराब भइदिएपछि अब जनता सुध्रिनु पर्यो। बस यति हो कुरो।